नमस्ते, मेरो नाम चाहिँ इसाक कोइराला। म चाहिँ अहिले हाल यता बालकुमारीमा बस्छु। विगत 1 वर्षदेखि चाहिँ म चाहिँ यो फिस्टुलाको रोगले चाहिँ मलाई धेरै सताइरहेको थियो। भिडियो एक्सरे गरेँ अनि एमआरआई गरेँ अनि एमआरआई गर्दाखेरि चाहिँ उहाँले चाहिँ भन्नुभयो कि भाइ यो चाहिँ तिम्रो चाहिँ अपरेसन गरेरै निकाल्नुपर्छ भन्नुभएको थियो। अनि लोकनथलीको चोकमा चाहिँ एउटा न्यू क्लिनिक छ, भाइ तिमी त्यहाँनिर जाऊ अनि त्यसपछि तिम्रो यो फिस्टुला सम्बन्धी चाहिँ उपचार त्यहाँनिर एकदमै राम्रो तरिकाबाट चाहिँ तिम्रो हुन्छ भनेर चाहिँ उहाँले भन्नुभयो। अनि त्यही क्रममा चाहिँ म यहाँ न्यू क्लिनिकमा आएँ। अनि न्यू क्लिनिकमा आइसकेपछि चाहिँ मैले यहाँको सबै सुविधाहरू बुझेँ। यहाँनिरको सुविधाहरू सबै हेर्दाखेरि चाहिँ यहाँ चाहिँ फिस्टुला सम्बन्धीको रोगहरू चाहिँ लेजरबाट चाहिँ उपचार गरिँदो रहेछ। मलाई अनि अत्यन्त खुसी लाग्यो। अनि लेजर प्रविधिबाट गर्ने भइसकेपछि दुखाइ पनि कम हुने, एकदमै कम, तपाईँको 100%मा 95% चाहिँ तपाईँको दुखाइ कम हुने, 5% मात्रै तपाईँको दुखाइ त्यो पनि महसुस मात्रै हुने हो कि दुखाइ भएको हो कि जस्तो मात्रै हुने। यति सजिलोबाट हुँदो रहेछ कि यो लेजर प्रविधिबाट चाहिँ म चाहिँ अत्यन्त खुसी। अनि म चाहिँ अत्यन्त खुसी छु म चाहिँ यो प्रविधिबाट अपरेसन गर्न पाउँदाखेरि चाहिँ। तपाईँको यो लेजर प्रविधिबाट गर्दाखेरि चाहिँ तपाईँको 24 घन्टासम्म चाहिँ धेरै हिँडुल गर्न नहुने रहेछ। त्यसपछि तपाईँको 24 घन्टापछि चाहिँ तपाईँको हिँडुल गर्न मिल्ने, बाहिर आउजाउ गर्न मिल्ने यो सजिलो तरिकाबाट चाहिँ यो चाहिँ हुँदो रहेछ। जसले गर्दाखेरि चाहिँ म चाहिँ छिटै आफ्नो कार्यहरूतर्फ लाग्न सकेँ। मैले अपरेसन गरेको म चाहिँ 24 घन्टाभित्र चाहिँ म हिँडुल गर्न सक्ने। अनि मैले आफ्नो कामलाई निरन्तरता चाहिँ मैले 3 दिनको दिनभित्र चाहिँ मैले चाहिँ निरन्तरता पाएको थिएँ। मलाई यहाँको सिस्टम चाहिँ एकदमै राम्रो लागेको सिस्टम चाहिँ के हो भने यहाँको डक्टरहरू अनि यहाँको स्टाफहरू, नर्सहरू सबै एकदमै राम्रो हुनुहुँदो रहेछ। अनि जब मैले चाहिँ अपरेसन गरिसकेपछि म घर गएँ, घर जाँदाखेरि पनि उहाँले चाहिँ फोन गरिराख्नुहुन्थ्यो कि तपाईँलाई कस्तो छ, तपाईँको दुखाइहरू बढिरहेको छ कि तपाईँको त्यो जुन अपरेसन गरेको ठाउँबाट चाहिँ तपाईँको ब्लडहरू गइरहेको छ भनेर चाहिँ उहाँले चाहिँ निरन्तर दिनमा 1-2 पटक उहाँले चाहिँ मलाई फोन गरिराख्नुहुन्थ्यो। यदि तपाईँहरूलाई पनि कुनै पाइल्स फिस्टुलाहरू छ भने चाहिँ लोकनथलीमा रहेको क्लिनिक न्यूमा तपाईँहरू चाहिँ आउन सक्नुहुन्छ। तपाईँहरू विभिन्न ठाउँमा जानुभन्दा चाहिँ तपाईँहरू यो न्यू क्लिनिकमा चाहिँ तपाईँहरू आउनुहोस्, एकचोटि बुझ्नुहोस् अनि यहाँको सिस्टमहरू हेर्नुहोस् अनि के कस्तो लाग्छ। अनि तपाईँहरू चाहिँ अगाडि तपाईँहरू चाहिँ उपचार गर्न सक्नुहुन्छ। यहाँ न्यू क्लिनिकमा आएर उपचार गर्न पाउँदा चाहिँ म चाहिँ धेरै नै खुसी रहेको छु, किनकि मलाई धेरै सहज तरिकाबाट चाहिँ मेरो चाहिँ अपरेसन भयो। यसको लागि चाहिँ म न्यू क्लिनिकलाई धन्यवाद दिन चाहन्छु।